दर्शकवृन्द, तपाईहरुलाई मदरल्यान्ड मिडियाको तर्फबाट म शशिकला श्रेष्ठको नमस्कार। आजको हाम्रो कार्यक्रम कागजपत्रको श्रृंखला रहेको छ बसाइसराई कागजपत्र। बसाइसराई कागजपत्र भनेको के हो, यो कसरी बनाइन्छ र यो किन महत्त्वपूर्ण छ भन्ने प्रसंग लिएर प्रस्तुत भएका छौं। बसाइसराई कागजपत्र बुझ्नलाई पहिला बसाइसराई भनेको के हो त्यो बुझ्न अति आवश्यक छ। म तपाईहरुलाई त्यसको बारेमा विस्तृत रूपमा भन्नेछु, तपाई सुन्नुहोस्। बसाइसराई भनेको के हो त? बसाइसराई भनेको कुनै व्यक्ति वा परिवार एक ठाउँदेखि अर्को ठाउँ, एक जिल्लादेखि अर्को जिल्ला, एक नगरपालिकादेखि अर्को नगरपालिकामा सरेर जानु हो। उदाहरणका लागि एक गाउँबाट अर्को गाउँ, एक नगरपालिकाबाट अर्को गाउँमा सर्नु। रोजगारी, पढाइ, विवाह, व्यवसाय, स्वास्थ्य आदिका कारण बसाइसराई गर्नु। नेपालमा मानिसहरूले विभिन्न कारणले बसाइसराई गर्ने गर्छन्, जस्तै रोजगारीको लागि, गुणस्तरीय शिक्षाको लागि, गुणस्तरीय स्वास्थ्य सेवाको लागि, विवाहपछि छोरी मान्छे माइतीघर छोडेर जानु, प्राकृतिक विपत्ति जस्तै बाढी, पहिरो आदि। अब हामी लाग्नेछौँ मूल विषयतर्फ। बसाइसराई कागज भनेको के हो त? बसाइसराई कागज भनेको कुनै व्यक्ति वा परिवार एक स्थानदेखि अर्को स्थानमा बसाइसराई गरी गएको भन्नलाई प्रमाणित गर्न स्थानीय तहले जारी गर्ने आधिकारिक प्रमाणपत्र हो, जुन स्थानीय तहबाट बनाइन्छ। बसाइसराई कागजपत्रलाई अंग्रेजीमा माइग्रेसन सर्टिफिकेट पनि भन्ने गरिन्छ। बसाइसराई कागजबाट यो प्रमाणित हुन्छ कि तपाई पहिले कहाँ बस्नुहुन्थ्यो, अहिले कहाँ बस्नुहुन्छ र कहिले बसाइसराई गर्नुभएको भन्ने प्रमाणित गर्छ। बसाइसराई कागज कसरी बनाइन्छ त? बसाइसराई कागज दुई चरणमा बनाइन्छ। पहिलो चरण, पुरानो ठेगानाबाट बसाइसराई प्रमाणपत्र लिने। तपाई पहिले बसोबास गरेको गाउँपालिका वा नगरपालिकामा जाने। तपाई पहिले बसोबास गरेको वडा कार्यालयमा निवेदन दिने। वडा कार्यालयले तपाई त्यहाँ बसोबास गरेको र अहिले अन्यथा बसाइसराई गरेको भन्ने प्रमाण दिन्छ। त्यसपछि तपाई उक्त वडा कार्यालयले दिएको सिफारिस उक्त गाउँपालिका वा नगरपालिकामा गएर पेश गर्नुहोस्। उक्त प्रमाणपत्रको आधारमा गाउँपालिकाले बसाइसराई प्रमाणपत्र जारी गर्छ। यो थियो पहिलो चरण। अब दोस्रो चरण, नयाँ ठेगानामा दर्ता गर्ने। नयाँ बसोबास गर्ने ठाउँको वडा कार्यालयमा जाने। पुरानो ठाउँबाट लिएको बसाइसराई कागजपत्र उक्त वडा कार्यालयमा पेश गर्ने। त्यसपछि वडा कार्यालयले तपाईलाई स्थायी रूपमा त्यहाँको बासिन्दा बनाउँछ। अब लागौं बसाइसराई कागजपत्र बनाउनका लागि चाहिने कागजातहरू। व्यक्तिगत कागजात, नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपि, परिवार विवरण, विवाह दर्ता प्रमाणपत्र यदि विवाह भएको खण्डमा, ठेगाना सम्बन्धी कागजात, पुरानो ठेगानाको वडा सिफारिस, घर जग्गा धनी प्रमाण, नयाँ ठाउँको घर धनीको सिफारिस, अन्य कागजात, पासपोर्ट साइजको फोटो, निवेदन फारम, तोकिएको सरकारी शुल्क। यदि केही गरी आवश्यक कागजातहरू स्थानीय तह अनुसार फरक पर्न सक्छ, त्यसैले माथि भने बमोजिमका कागजपत्रहरू साथमा लग्न नबिर्सिनुहोला। अब बसाइसराई कागजपत्र किन महत्त्वपूर्ण छ त भन्ने प्रसंग। बसाइसराई कागज धेरै महत्त्वपूर्ण कागज मध्ये एक महत्त्वपूर्ण कागज हो, जुन विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण हुन्छ। नम्बर 1 मा रहेको छ नागरिक सेवाका लागि। नागरिकता सच्याउन, राष्ट्रिय परिचय पत्र बनाउन, मतदाता नामावली सार्न। नम्बर 2 मा रहेको छ विद्यालय भर्ना, प्रमाणपत्र ठेगाना मिलाउन, छात्रवृत्ति पाउन, सरकारी सेवा लिन परेमा, सामाजिक सुरक्षा भत्ता लिन परेमा, अपाङ्गता भत्ता लिन परेमा, वृद्ध भत्ता लिन परेमा। नम्बर 4 मा रहेको छ कानुनी काममा, अदालतको मुद्दा हेर्न, सम्पत्ति नामजारी गर्न, विवाह वा सम्बन्ध विच्छेद दर्ता गर्न। नम्बर 5 मा रहेको छ बसोबास प्रमाणको रूपमा बैंक खाता खोल्न, सहकारीमा सदस्य हुन, सरकारी वा निजी जागिरका लागि बसाइसराई अति आवश्यक छ। त्यसैले बसाइसराई कागजपत्र तपाईको विभिन्न काममा अति आवश्यक छ। बसाइसराई कागजपत्र नबनाउँदा के समस्या आउन सक्छ त? सरकारी अभिलेखमा पुरानै ठेगाना देखिन्छ, नयाँ ठाउँबाट सेवा लिन समस्या। त्यसैले यी समस्या आउन नदिन बसाइसराई कागजपत्र बनाउन अति आवश्यक छ। बसाइसराई भनेको जीवनमा हुने सामान्य तर महत्त्वपूर्ण प्रक्रिया हो। बसाइसराई कागजपत्र बिना तपाईको बसोबास कानुनी रूपमा प्रमाणित हुँदैन। त्यसैले स्थायी रूपमा सर्दा वा लामो समय बसोबास गर्दा बसाइसराई कागजपत्र अति आवश्यक छ। यो थियो बसाइसराई कागजपत्र भनेको के हो, यो कसरी बनाइन्छ र यो किन महत्त्वपूर्ण छ भन्ने प्रसंग। तपाईहरुलाई आजको यो श्रृंखला कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। साथसाथै हाम्रो मदरल्यान्ड मिडियालाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस् भन्दै म शशिकला श्रेष्ठ बिदा हुन्छु। हस्त, धन्यवाद।